बुद्धले के भनेछ भने बुद्धले चाहिँ अब मेरो धर्म चाहिँ राम्रो हो अनि मेरो धर्मलाई राम्रो मानेर मलाई पनि ठुलो मानेर तिमीहरूले एकैचोटि यसरी शर्त गर्नु त्यस्तो खालको चाहिँ सर्दै गर्नुपर्छ भन्ने छैन। सबभन्दा अगाडि मेरो धर्मले राम्रोसँग हेर्नु र धर्म चाहिँ सही छ भने त्यसमा प्रवेश गर्नु, सही छ भने गर्नु पर्दैन भनेर चाहिँ बुद्धले अब हामी साधारण भाषाबाट भनौँ भने छाती ठोकेर भन्नुभएको छ। किनभनेदेखि बुद्धको धर्ममा प्रवेश गरेर हेर्दाखेरि सुनन मनन यसरी गर्दाखेरि चाहिँ बुद्धको धर्ममा कुनै पनि दोष देख्दैन। त्यसले गर्दाखेरि चाहिँ मनुष्य होस् देवलोक होस् जसले हेर्दा नि त्यो सही धर्म छ, त्यो एउटा अहिंसाको धर्म हो। त्यसले गर्दाखेरि बुद्धले के भनेको छ भने मेरो धर्म चाहिँ पहिले राम्रो गरेर तिमीहरूले आफैले हेर्नु, तिमीहरूले विचारसँग मिल्यो भने मेरो धर्म प्रवेश गर्नु, नत्र नगर्दा नि केही फरक पर्दैन भनेछ।